2025 समय क्यालेन्डरबाट पाना जस्तै पल्ट्यो, तर यसले छोडेका सम्झनाहरू हाम्रो मनमा सधैँका लागि कोरियो। हामी एक समूह साथीहरू थियौँ, फरक सोच, फरक सपना, तर एउटै चाहना, सँगै यात्रा गर्ने, सँगै बाँच्ने। हामी हिँड्यौँ मनाङका सुनसान बाटो जहाँ हावाले पनि कथा सुनायो। हामी हिँड्यौँ मुस्ताङ हिमाल पारीको रहस्यमय सहर, जहाँ प्रत्येक मोडले हामीलाई अझ नजिक ल्याए। हामी हिँड्यौँ भार्सेका हरिया डाँडाहरू जहाँ थकान हरायो र आत्माले सास फेर्यो। रातभरि क्याम्पिङ साइटमा बसेर आगो वरिपरि गफ, तारामुनि हाँसो र थकानसँगै सन्तुष्टि थियो। धेरै मान्छे तर एक मन, ठूलो समूह तर अझ बलियो मित्रता। 2025ले हामीलाई साथी मात्र होइन, परिवार बनायो। सायद भविष्यमा हामी सबै फेरि एउटै ठाउँमा नहुन सक्छौँ, तर 2025 हामीभित्र सधैँ बाँचेको वर्ष हुनेछ। हामी अगाडि बढ्यौँ 2026मा, तर मन 2025मै अलिकति रोकिएर बसेको छ।